ल हेर्नुहोस्, आज हामी आँपको अचार बनाउँदैछौँ। आँपको अचार बनाउनको लागि हिजो टिपेर ल्याएको आँपलाई काटेर हिजो नुन र बेसारमा भिजाएर एक रातभरि परातमा राख्यौँ। त्यसबाट भएको पानी निस्कियो। त्यो पानीलाई फालेर यो आँपलाई हामीले घाममा दिनभरि सुकाइयो। अब अचार बनाउनु तयार भएको छ। त्यसपछि अब आँपलाई अचार बनाउनको लागि तेललाई यसरी तताउने। तेल एकदमै तातेको हुनुपर्ने छ। आँपमा हाल्ने मसला तयार भइसकेको छ। यसमा जिरा, धनियाँ, सौफ अनि मेथी सबै चिज राखेर मसला तयार गरेको छ। भुटेर बनाएको हो यो। उक्त मसलामा नुन, बेसार, नुन अलि धेरै हाल्नुपर्ने हुन्छ किनभने नबिगार्नको लागि। त्यसमा अमिलो धेरै हुन्छ, त्यसलाई काट्नको लागि नुन धेरै नै हाल्नुपर्ने हुन्छ। यो तताको तेल चाहिँ त्यो मसलामा हालिदिने। त्यसले गर्दा तेलमा भएको गन्ध चाहिँ हराउँछ र अचार मिठो हुन्छ। अब यसरी तताएको तेल मसलालाई आँपमा यसरी छर्किदिने र यसलाई राम्ररी मोल्नुपर्छ। तातो होला र यसरी मोलेर रातभरि यही भाँडोमा राखिदिने अनि बल्ल भोलि भाँडोमा खनाउनुपर्छ। यसरी बनाएको आँप 2 वर्षसम्म पनि बिग्रिँदैन। बिग्रियो भने त्यसको जिम्मेवारी म लिनेछु। हवस् त, धन्यवाद। कस्तो छ? ठिक छ? हेर्नुहोस् त, मोलिसकेपछि कति राम्रो देखेको। बास्ना पनि कस्तो सलक्कै। वाउ।